नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा हेडलाइन्स। सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आएको विनाशकारी हावाहुरीमा परि 2 जनाको मृत्यु, सयौं घाइते। समितिको बैठकमा अनुपस्थिति भएपछि सांसदहरूद्वारा सामान्य प्रशासन मन्त्री पण्डितको आलोचना। आगामी आर्थिक वर्षभित्रै देश विद्युतमा आत्मनिर्भर हुने अर्थमन्त्री खतिवड़ाको दाबी। सरकारले देशमा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको कांग्रेसका नेता रिजालको आरोप। र सरकारले उद्योगको विकासमा विशेष ध्यान दिएको उद्योग मन्त्री यादवको भनाई। अब समाचार विस्तारमा। बिहीबार राति सुदूरपश्चिम नेपालको कैलाली र कञ्चनपुरमा आएको हावाहुरीमा ज्यान गुमाउनेको संख्या 2 पुगेको छ भने 100 जना भन्दा बढी घाइते भएका छन्। हावाहुरी आउँदा मोटरसाइकलमा सवार कैलाली गोदावरीका वीरबहादुर चौधरीको टिपरको ठक्करबाट मृत्यु भएको हो। त्यस्तै टिकापुरका लहानु चौधरीको पोल्ट्री फार्ममा काम गरिरहँदा हावाहुरीले पर्खाल भत्काएपछि किचिएर मृत्यु भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हावाहुरीका कारण कैलालीमा मात्रै 100 जना भन्दा बढी घाइते भएका छन्। उनीहरूको अहिले धनगढी अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको कैलाली प्रहरले जनाएको छ। हावाहुरीको कारण कैलाली र कञ्चनपुरमा घर र टहराको छाना उडेको छ भने कतिपय ठाउँमा रुख तथा बिजुलीका खम्बा ढलेका छन्, जसकारण बाटो अवरुद्ध भएको र विद्युत आपूर्ति पनि बन्द भएको छ। बिहीबार राति झण्डै 7:15 बजे कञ्चनपुरमा सुरु भएको हावाहुरीमा आधा घण्टा जति चलेको थियो। यसअघि झण्डै 2 महिना अगाडि बारा र पर्सा जिल्लामा विनाशकारी हावाहुरीका कारण 30 जना भन्दा बढीको मृत्यु भएको थियो। बाराको जितपुर सिमरा उपमहानगरपालिका 14 डमुरानवान बस्ती स्याउली बजारमा आगलागी हुँदा एकै परिवारका 4 जना सहित 7 जना घाइते भएका छन्। स्थानीय सुकुमाया बलुनका घरमा सिलिन्डर ग्यास लिक भएर लागेको आगोमा परि 7 जना घाइते भएका हुन्। घाइतेमध्ये 1 जनाको अवस्था गम्भीर छ। उनीहरू सबैको सिमरास्थित अल्फाई अस्पतालमा उपचार भइरहेको छ। शुक्रबार बिहान करिब 7 बजे ग्यास लिक भएर सल्किएको आगो फैलिएको सिलबहादुर थिङले जानकारी दिए। आगलागीमा परि 67 वर्षीय नजरमानथिङ ज्ञानीमाया भनिने 28 वर्षीय सुकुमाया बलोन, 31 वर्षीय बौद्धमाया थिङ र 32 वर्षीय अनिता थिङ गरी एकै परिवारका 4 जना घाइते भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। त्यसै गरी स्थानीय 52 वर्षीय दिलमाया बाइना, 28 वर्षीय सुनमाया ब्लोन र 26 वर्षीय कमली माया पनि घाइते भएका छन्। काठमाडौँमा धारिलो हतियार खुकुरी प्रहार गरी 1 जनालाई घाइते बनाएको अभियोगमा प्रहरले 1 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका 32 नरेफाट बस्ने सर्लाही नवलपुर घर भएका 24 वर्षीय विशाल मगर रहेका छन्। कोटेश्वर स्थित SOS मोड नजिक मगर लगायत 4 जनाको समूहल बौद्ध बस्ने दोलखा घर भएका 21 वर्षीय निमा शेर्पालाई कुटपिट तथा धारिलो हतियार खुकुरी प्रहार गरेको प्रहरले जनाएको छ। घटना भएको खबर प्राप्त हुनसाथ प्रहरले मगरलाई पक्राउ गरेको हो। घाइते निमा शेर्पाको सिभिल अस्पताल मिन भवनमा उपचार भइरहेको छ। घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरले जनाएको छ। धनुषाको अकौराबाट बेपत्ता भएका 19 वर्षीय अनिल कुमार राउतको खोजी कार्यमा सहयोग गरिदिन परिवारजनले अपिल गरेका छन्। हंसपुर नगरपालिका वडा नम्बर 4 सुगाम दुकरही स्थानीय घर भएका राउत बुधबार अकौर स्थित फुपूको घर गएका बेला बेपत्ता भएका हुन्। साँझ घरबाट शौचका लागि निस्किएका राउत फर्किएका छैनन्। राउतका बुबा उपेन्द्र राउतले खोजीका लागि प्रहरीमा निवेदन दिइसकेको भन्दै अधिकारी कर्मी, समाजसेवी, पत्रकारहरूलाई पनि बेपत्ता छोराको खोजी कार्यमा सहयोग गर्न अपिल गरेका छन्। अब समाचारमा व्यावसायिक विश्रामपछि। समितिको बैठकमा अनुपस्थिति भएपछि सांसदहरूद्वारा सामान्य प्रशासन मन्त्री पण्डितको आलोचना। आगामी आर्थिक वर्षभित्रै देश विद्युतमा आत्मनिर्भर हुने अर्थमन्त्री खतिवड़ाको दाबी। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग।
संसदीय समितिको बैठकमा उपस्थिति भएपछि प्रतिनिधि सभाका सांसदहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको आलोचना गरेका छन्। स्थानीय तहको कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन सम्बन्धमा छलफल गर्न शुक्रबार बोलाएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थिति भएपछि सांसदहरूले मन्त्री पण्डितको आलोचना गरेका हुन्। बैठकमा नेपाली काङ्ग्रेसका नेता एवं सांसद दिलेन्द्र प्रसाद बडुले स्थानीय तहमा कर्मचारी नियुक्ति गर्ने विषयमा पनि मन्त्री पण्डित जिम्मेवार नभएको उल्लेख गर्दै आपत्ति जनाउनुभयो। उहाँले संविधान विपरीत खुल्याइएको सो विज्ञापन फिर्ता लिनुपर्नेमा त्यसको बचाउ गर्दै मन्त्री पण्डितको सार्वजनिक अभिव्यक्ति दिने गरेकोमा पनि आक्रोश व्यक्त गर्नुभयो। प्रशासन मन्त्रालयबाट आफ्नो धारणा सहसचिवजीले पनि र अहिले अब सचिवजी आउनु भएको छ, मन्त्री सम्पर्क भएन उहाँसँग। त्यस हिसाबबाट चाहिँ मन्त्रीजी आउन किन अटेर गरिरहनु भएको छ, यो दुःखद कुरा छ। उहाँलाई 16 जना त हेलिकप्टर चढाउन 60 जाने भयो। त्योभन्दा पहिले 8 बजीभित्र यहाँ आउनुहोस् भनिएको रहेछ, खै यहाँ आउनु उहाँलाई किन अल्छी भयो? बाहिर फेरि यसको विरुद्धमा बोलिरहनु भएको छ, म जसरी पनि यसलाई लागू गराउँछु र गराउँछु। यो कुन मानसिकता हो? सरकारको यो मनोविज्ञानका कारणले धेरै समस्याहरू आइरहेछन्। सरकारको प्रतिका नाताले उहाँले यहाँ आएर आफ्नो कुरा राख्नु पर्थ्यो, सचिवजीहरूले राख्नु भयो, धन्यवाद दिन चाहन्छु। तर मन्त्रीजीलाई के अल्छी भयो? किन उहाँ तयार हुनुहुन्न? यदि तयार हुन्न तर बाहिर जवाब दिनु किन तयारी उहाँको? यो गलत भइरहेछ। यो मनोवृत्ति रोक्नुपर्छ। गलत काम भइरहेको छ। संविधान विपरीत आएको सो विज्ञापन तत्काल खारेज गर्न पनि सरकारलाई पूर्ण दबाब दिनुभयो। यता नेकपाका सांसद जनार्दन शर्माले पनि संविधानमाथि प्रहार हुने गरी खुलाएको सो विज्ञापन तत्काल खारेज गर्न सरकारसँग माग गर्नुभयो। त्यसै गरी राष्ट्रिय जनता पार्टी नेपालका नेता एवं सांसद राजेन्द्र महतोले पनि संविधान संघीयता र जनताको अधिकार विरुद्ध हुने गरी खुलाएको सो विज्ञापन तत्काल खारेज गर्न लोकसेवा आयोगलाई निर्देशन पनि समितिकी सभापति श्रेष्ठसँग माग गर्नुभयो। उहाँलाई स्पिरिटलाई सम्मान गरेर जे हुन्छ अब जानकारी गराए माननीय श्री ब्रिजेश कुमार गुप्ता। विषय त्यो होइन, विषय यहाँ पदरिक्ता हुने अवस्था मान्छे भर्ना गर्ने नगर्ने कुरा मात्रै होइन। त्यसकारणले हामीले यो सङ्कट होइन संविधान निश्चितै। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले भने स्थानीय तहको माग अनुसार नै लोकसेवा आयोग मार्फत स्थानीय तहको कर्मचारीका लागि पनि विज्ञापन खुलाएको स्पष्टीकरण दिनुभयो। उहाँले 68,908 जना दरबन्दी रहेको स्थानीय तहमा 50% भन्दा बढी कर्मचारी अभाव भएकाले पनि सरकारले त्यसको अवस्था गर्न सो विज्ञापन खुल्याउन बाध्य हुनु परेको तर्क पनि गर्नुभयो। मैले हिजै मात्रै जवाब दिँदाखेरि संसदमा के भनिएको थिएँ भने त्यसमा पनि पार्टी फरक भएपछि झनै हुन्छन् र त्यसै कारणले आज हामीले यो कार्यक्रम आयोजना आजको यस अन्तर्क्रिया कार्यक्रमका प्रमुख अतिथि आफौँ र त्यसले गर्दाखेरि अझै यो बजेटलाई परिमार्जन मैले हिजै मात्रै गर्नुपर्छ। सरकारले लोकसेवा आयोग मार्फत स्थानीय तहको पनि कर्मचारी पद पूर्तिका लागि 9,000 भन्दा बढीको विज्ञापन खुलाएपछि त्यो संविधानको मर्म विपरीत हुने गरी आएको भन्दै सर्वत्र आलोचना भइरहेको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुक विद्युतमा आत्मनिर्भर हुने दावी गर्नुभएको छ। अर्थमन्त्री खतिवडाले उत्पादन वृद्धि गर्दै मुलुकका बढ्दो व्यापार घाटालाई कम गर्दै लैजान योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको पनि स्पष्ट पार्नुभयो। शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले उत्पादन वृद्धि गर्ने, निर्यात व्यापारलाई बढाउँदै लैजाने, विधिबाटै व्यापार घाटालाई कम गर्न सकिने पनि दोहोर्याउनुभयो। अर्थमन्त्री खतिवडाले मुलुकको व्यापार घाटा कम हुने गरी उत्पादन वृद्धि गर्न केन्द्रित हुन पनि प्रदेश स्थानीय तहलाई पनि आग्रह गर्नुभयो। राज्यले मात्रै भराउन सकिन्छ, यसलाई हामीले पूर्ण सुधार गर्ने अवस्था छैन। मूलतः हामीले हेर्नुपर्ने चालु खाता हो अहिले 8% वरिपरि छ। 5% को रेन्जमा ल्याउन सकियो चालु खाता घाटालाई 2 वर्षमा भने आर्थिक वृद्धि र आर्थिक स्थायित्वको कुरालाई हामीले सँगसँगै अघि बढाएर लिएर जान सक्छौँ। मूल्य वृद्धिलाई हामीले हाम्रो आफ्ना उत्पादनका आधारहरू बढ्दै जाने कुरा र छिमेकी मुलुकको मूल्यको आधारबाट हेर्ने हो भने 5% को हाराहारीमा 6% को हाराहारीमा रहन सक्छौँ, जुन कुरा विश्व ब्याङ्कले हिजो निकालेको अपडेटमा पनि त्यही कुरा छ। अब चाहिँ म इम्प्लिमेन्टेसनमा आउँछु। इम्प्लिमेन्टेसनमा सरकार आलोच्य छ, मैले हिजो संसदमै स्वीकार गरिसकेँ, किनभने हाम्रो संरचनाहरू हाम्रो अपेक्षा अनुसार तयार भइसकेका छैन। चाहे त्यो सङ्घमा होस्, चाहे प्रदेशमा होस्, चाहे स्थानीय तहमा होस्। हामी मन्त्रीहरूकै जिम्मेवारी
हामी सामान्य प्रशासन धेर चलाउँछौँ, विकास प्रशासन कम चलाउँछौँ। हामी अब त विकासको मात्रै एजेन्डा रह्यो नि त, राजनीतिक एजेन्डाहरू चाहिँ हल भइसक्यो भन्छौँ भने विकासको एजेन्डामा हामी पनि केन्द्रित हुनुपर्छ। त्यति मात्रै होइन, यो केन्द्रित हुने कुरा प्रदेश अर्थमन्त्री खतिवडाले जनताको अपेक्षालाई सम्बोधन गर्न पनि वृद्ध भत्ता सहितका सामाजिक सुरक्षा भत्तालाई बढाउनु परेको पनि स्पष्ट पार्नुभयो। नेपाली कांग्रेसका नेता डाक्टर मिलेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाउनु भएको छ। नेता रिजालले समाजवाद उन्मुख अर्थमन्त्र निर्माण गर्ने लक्ष्य लिएको सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु आपत्तिजनक रहेको पनि बताउनुभयो। शुक्रबार काठमाडौँमा आयोजित आगामी आर्थिक वर्षको बजेट सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उहाँले रोजगारीको अवसर सृजना गर्न पनि सरकार गम्भीर नभएको दावी गर्नुभयो। आगामी आर्थिक वर्षको बजेटमा पनि सरकारले रोजगारीको अवसर सृजनाका लागि आवश्यक लगानीको जोहो गर्न नसकेको नेता रिजालको दावी छ। छाया सरकारका अर्थमन्त्री समेत रहनुभएका उहाँले 1 वर्षभित्र 5 लाख नागरिकलाई रोजगारीको अवसर दिने कार्यक्रम किन ल्याउन नसकेको भनी सरकारलाई प्रश्न पनि गर्नुभयो। त्यस्तै गरिकन आजको हामीसँग कुन प्रोजेक्टबाट अथवा कुन प्राइभेट सेक्टरको इन्भेस्टमेन्टबाट कुन पैमानाको रोजगारी सृजना हुन्छ भन्ने कुरा हामी कहिले पनि सिरियस लिएका छौँ। म्यासिभ लेभलमा बाहिर जाने बिर्सेर भएन। त्यो टिप्पणी भयो, बाहिर जानेलाई कुन खालको स्किल दिने भन्ने कुरामा सबभन्दा क्रान्तिकारी कार्यक्रम हुन्छ होला त्यो तिनको स्किल डेभलपमेन्टको। हामीले एउटा होटल बनाउनु पर्यो, घर बनाउनु पर्यो भने भारतबाट लिएर आउनुपर्छ। के मान्छे अनि हाम्रो मान्छे चाहिँ खेतमा काम गर्ने गरिरहेको छ। Should this not be something that we should be thinking about? अब फेरि तपाईँहरूले कतिले भन्नु अस्तिसम्म यो काङ्ग्रेस सरकारमा चाहिँ सबको कतिले जिम्मा लगाएर ढाक्न खोजेको होइन। 5 वर्ष जिम्मा छ नि त, मैले लाएन, मैले त कहाँ दिने हो र, जनताले लायो। अघि नै मेरो जिम्मेवारी के हो र भन्न बसेको काङ्ग्रेस होइन। जसको काङ्ग्रेस जिम्मेवारी छ त भन्न पाइयो नि। काङ्ग्रेस ठिक छ हिँड्नुभयो भने त देशको त भलो हुन्छ गऱ्यो गर्नुभयो भयो पनि राजनीतिक रूपमा। त्यसैले रोजगारीवाला कुरामा पनि नेभर अहिलेसम्म हामीले कहिले पनि सिरियस डिस्कसन गरेनौँ। सिरियस डिस्कसन किन नीतिमूलक अनुसन्धान। नेता रिजालले सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई देशभित्रै अवसर सृजना हुने गरी कुनै पनि कार्यक्रम बजेटमा ल्याउन नसकेको स्मरण गराउनुभयो। अब समाचारमा पूर्ण व्यावसायिक विश्रामपछि सरकारले उद्योगको विकासमा विशेष ध्यान दिएको अर्थमन्त्री यादवको भनाइ। र धनुषाको विदेह नगरपालिकाको कार्यालयमा विद्यार्थीद्वारा तालाबन्दी, शिक्षकको तलब र भवन निर्माणको बजेट रोकेको आरोप। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी प्रसङ्ग। कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले मानव स्वास्थ्यमा हानि पुर्याउने खालका सबै दूध वितरण केन्द्रमाथि कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री खनालले काठमाडौँ उपत्यकाभित्र रहेका प्रदूषणयुक्त दूध वितरण केन्द्र तत्काल बन्द गराउन पनि सम्बन्धित निकायलाई सचेत गराउनुभयो। 11औं राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले आफूले मानव स्वास्थ्य सम्बन्धी असर पुर्याउने खालका दूध वितरण केन्द्रमा छापा मार्न निर्देशन दिए पनि सोही अनुसारको काम गर्न नसकेको भन्दै सम्बन्धित निकायप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो। काठमाडौँ अथवा भ्यालीभित्रको दुधको सेक्टरमा होस्, ठाउँमा छापा हान्नुहोस्, गलत छ भनेदेखि त्यसलाई तुरुन्त कारबाही गर्नुहोस्। मैले यो यहाँहरूमा माझा मात्रै होइन, सार्वजनिक रूपमा जहाँ बोल्नुपर्छ मैले के भनेको छु, केही फ्याक्ट्रीहरू अथवा त्यस्ता वितरण केन्द्रहरू जसले चाहिँ जनताको स्वास्थ्यप्रति खेलवाड गरेको छ त्यसलाई तुरुन्त बन्द गरिदिनुहोस्। भएन भने त्यसको फ्याक्ट्री उखालेर यहाँ मन्त्रालयमा ल्याउनुहोस् र एउटा चुनाव जम्मा गरिदिनुहोस् भनेको छु। निर्विवाद निसङ्कोच त्यो काम अगाडि बढाउनुहोस् भनेर भनिएको छ। तर हाम्रा संयन्त्रहरू बुझ्नु भएको छ, यहाँहरू सबैले कस्ता छन् हाम्रा संयन्त्रहरू, कसरी काम गर्छन्, हाम्रा ढिलासुस्तीहरू। त्यसकारण मलाई लाग्छ यसबाट हामी आजित भएर मात्रै हुँदैन, यसबाट निष्कर्ष निकाल्नुपर्छ भनेर अहिले यो खाद्य स्वच्छता दिवसको सन्दर्भमा एउटा प्रण गर्नै पर्छ। त्यो भनेको के हो भन्नुहुन्छ भने मान्छेको जीवनमा स्वास्थ्य हो, शिक्षा हो, अरू केही धेरै कुराहरू छैन। किनभने
जहाँ राष्ट्रले एउटा शिक्षाको जिम्मा लिन्छ, ल जसले जति जे पढ्न मन छ तैँले पढ्न पाउँछस् है भनेर ग्यारेन्टी गरिदिन्छ। मन्त्री खनालले शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले लिने गरी सरकारले काम गरे भने त्यसमा कर्मचारी प्रशासनले साथ दिन नसकेको गुनासो पनि गर्नुभयो। उहाँले पोषणयुक्त खाद्यवस्तुको उत्पादनदेखि वितरणसम्मको कामलाई व्यवस्थित बनाउन सरकारले अभियान सञ्चालन गरे पनि पर्याप्त हुन नसकेको पनि स्वीकार गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले घरेलु तथा साना उद्योगको विकासमा सरकारले विशेष ध्यान दिएको बताउनु भएको छ। मन्त्री यादवले घरेलु तथा साना उद्योगको संरक्षणका लागि सरकारले 5 करोडभन्दा बढी लगानी भएको उद्योगमा मात्रै वैदेशिक लगानी भित्र्याउने नीति लिएको पनि स्पष्ट पार्नुभयो। शुक्रबार काठमाडौँमा आयोजित उत्कृष्ट महिला उद्यमी सम्मान कार्यक्रममा उहाँले सरकारले श्रमिक नेपाल सुखी नेपालीको नारालाई साकार पार्न पनि उद्योग क्षेत्रको विकासलाई जोड दिनु परेको स्पष्ट पार्नुभयो। शहीदको प्रतिबद्धता कि अब हामी ध्यान दिन्छौँ र यसमा चाहिँ यसलाई अझै उचाइमा पुर्याउनु, गुणात्मक रूपमा पनि मात्रात्मक रूपमा पनि। हालाकि मात्राबाट पनि गुणमा विकास हुन्छ र यसमा तपाईँहरूको सहयोग चाहिन्छ। सरकारलाई तपाईँहरूको सहयोग चाहिएको छ। तपाईँहरूलाई लाग्दो सरकारले सहयोग गरिरहेको छ भने त्यो होइन। सरकारले त त्यो सबै ड्युटी नै हो, कर्तव्य नै हो, हाम्रो ड्युटी हो, कर्तव्य हो। र अहिले सरकारको नीति पनि समृद्ध नेपाल र सुखी नेपालीको नारा छ। त्यसलाई मिट गर्न ठुला ठुला उद्योगहरू पनि हामी ल्याउने कुरा तपाईँहरूलाई थाहा छ। इन्भेस्टमेन्ट सम्मेलन गरियो, पहिले पनि हामीले गरेका थियौँ। तर यसपालि एउटा के भयो भने भावनात्मक रूपमा र विचारको रूपमा, नीतिको रूपमा हामी पुरै देश एक ठाउँमा उभियौँ यसपालिको समिटमा कि नेपाल। मन्त्री यादवले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन घरेलु तथा साना उद्योगीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि बताउनुभयो। मुलुक ऐन अन्तर्गत हालै लागू भएको फौजदारी तथा देवानी संहिता कार्यान्वयनका विषयमा स्थानीय तहका पदाधिकारी र कानुन व्यवसायीहरूबीच परामर्श भएको छ। जनकपुर धाममा शुक्रबार भएको कार्यक्रममा फौजदारी तथा देवानी संहितामा रहेको प्रावधान र यसलाई लागू गर्न देखिने व्यावहारिक चुनौतीको सामना गर्ने उपायहरूबारे परामर्श भएको हो। कार्यक्रममा सहभागीहरूले सामाजिक व्यवहार सुधारका लागि बनाइएका कानुनहरूको कार्यान्वयन र मनोविमर्श केन्द्रको आवश्यकताबारे धारणा राखेका थिए। समाज हुने महिला हिंसा, लैङ्गिक हिंसा पीडितहरूका लागि स्थानीय तहमा मनोविमर्श केन्द्र स्थापना गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए। कार्यक्रममा स्थानीय तहका पदाधिकारी, कानुन व्यवसायी, महिला अधिकारी कर्मीहरू लगायतको उपस्थिति थियो। धनुषाको विदेह नगरपालिकामा कार्यालयमा शुक्रबार विद्यार्थीले तालाबन्दी गरेका छन्। शिक्षकको तलब र भवन निर्माणको बजेट रोकेको भन्दै स्थानीय जनता माध्यमिक विद्यालयका विद्यार्थीहरूले तालाबन्दी गरेका हुन्। तालाबन्दी अघिदेखि नै कार्यालयमा मेयर, उपमेयर र कर्मचारी उपस्थिति थिएन। स्रोतका अनुसार तालाबन्दी गर्ने सुइको पाएपछि मेयर बेचन दास र कर्मचारी कार्यालय छोडेका थिए। मेयर दासले विद्यालय सुधार गरेका प्रधानाध्यापक पवन मण्डलको गुपचुप सरुवा गरेपछि विद्यार्थीहरू आक्रोशित बनेका छन्। विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि करिब 4 करोड बजेट आएको र मेयरले कमिसन माग्दा नदिन बताएपछि आफ्नो सरुवा गरेको प्रधानाध्यापक मण्डलले गुनासो गरे। उनले सरुवा गरेको आधिकारिक पत्र भने नदिएको बताउँछन्। उनका अनुसार मेयर दासले कर्मचारीको तलब र विद्यार्थीको छात्रवृत्ति रकम समेत रोकेका छन्। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आएको विनाशकारी हावाहुरीमा परि 2 जनाको मृत्यु, सयौं घाइते। समितिको बैठकमा अनुपस्थिति भएपछि सांसदहरूद्वारा सामान्य प्रशासन मन्त्री पण्डितको आलोचना। आगामी आर्थिक वर्षभित्रै देश विद्युतमा आत्मनिर्भर हुने अर्थमन्त्री खतिवडाको दाबी। सरकारले देशमा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको काङ्ग्रेसका नेता रिजालको आरोप। र सरकारले उद्योगको विकासमा विशेष ध्यान दिएको उद्योग मन्त्री यादवको भनाई। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर, तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।